नमस्कार तथा स्वागत सम्पूर्ण दर्शक महानुभावहरुमा। आज हामी निकै चर्चित विषयमा कुरा गर्न गइरहेका छौं। सुनको भाव किन घट्दैछ? के यो केवल अस्थायी हो कि लामो समयसम्म सुन सस्तो रहन्छ? पुरै भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनभने यहाँ हामी नयाँ आर्थिक कारण र तिनका असरबारे सरल भाषामा बुझ्ने गरी बताउने छौं। पछिल्लो केही हप्तादेखि विश्व बजारमा सुनको मूल्य क्रमशः घट्दै गएको छ। नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ र सुनको मूल्य घटेको छ। जुन अघिल्लो महिनाको प्रति तोला असोज 31 गते 2,58,000 प्रति तोला थियो र तिहार भन्दा अघिल्लो दिन कार्तिक 2 गते बन्द हुँदाखेरि 2,53,000 प्रति तोला थियो र अहिले हाल कार्तिक 14 गते 2,39,000 प्रति तोलामा कारोबार भइरहेको छ। अर्थात् मूल्यमा स्पष्ट गिरावट आएको छ। अब प्रश्न उठ्न सक्छ, किन यस्तो भयो? आउनुहोस्, यस्तो हुनुको मुख्य केही कारणहरू हामी विस्तृत रूपमा बुझ्नेछौँ। पहिलो कुरा, अमेरिका र चीन बीच व्यापार वार्तामा आशा देखिनु। अहिले अमेरिकी र चिनिया नेताहरू बीच व्यापार सम्झौता ट्रेड डिल बारे सकारात्मक संकेत आएको छ, किनकि यी दुई विश्वका ठूला अर्थतन्त्रहरू। यी दुई ठूला अर्थतन्त्रमा सकारात्मक संकेत आउनु र यी दुईमा स्थिरता हुनु, नीतिगत स्थिरता हुनु विश्वका लागि सकारात्मक र विश्व अर्थतन्त्रको लागि सकारात्मक संकेत हो। त्यसले गर्दा आत्मविश्वास बढ्छ लगानीकर्ताहरूले, र आत्मविश्वास बढिसकेपछि लगानीकर्ताहरूले सुनबाट अन्य क्षेत्रतिर लगानी सिफ्ट गर्न खोज्दैछन्, जसले गर्दा सुनको मूल्य तल झरेको हो। अनि दोस्रो कारण, अमेरिकी डलर अहिले मजबुत छ। अमेरिकी डलर अहिले माथि गइरहेको छ। सुनको मूल्य प्राय अमेरिकी डलरसँगै नापिन्छ। हाल डलर बढी भइरहेको छ, जसका कारण अन्य मुद्दामा सुन महँगो देखिन्छ। फलस्वरूप अन्तर्राष्ट्रिय बजारमा सुनको माग घट्दै र नेपालमा पनि त्यसको असर परेको छ। अब तेस्रो कारण हो ब्याज दर उच्च देखिने संकेत। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले अहिले पनि ब्याज दर घटाउने संकेत दिएको छैन। जब ब्याज दर उच्च रहन्छ, लगानीकर्ताहरू सुन भन्दा बैंकको बोन्डहरूमा पैसा राख्न रुचाउँछन् अथवा लगानी गर्न रुचाउँछन्, किनभने ब्याङ्कको बोन्ड र ब्याङ्कको पैसा खाताबाट ब्याज दर इन्कम हुन्छ, सुनमा हुँदैन। सुन अनुत्पादक क्षेत्र हो, हैन? मूल्य मात्रै, क्यापिटल मात्रै गेन हुन सक्छ, तर त्यसको रिटर्न चाहिँ हुन सक्दैन। तर अब बोन्ड र ब्याङ्कको खातामा लगानी गरेपछि त ब्याज दर प्रतिफल प्राप्त हुन्छ। चौथो कारण हो लगानीकर्ताहरू मुनाफा निकाल्ने क्रम जारी छ। पछिल्लो समयमा उच्च रेकर्ड बनाएको छ सुनले। अब उच्च रेकर्ड बनाइरहेको बेला अब लगानीकर्ताहरू अहिले तत्काल बेचेर आफ्नो मुनाफा सुनिश्चित गर्न चाहन्छन्, जसले गर्दा बजारमा आपूर्ति अत्याधिक भयो, आपूर्ति बढी भएपछि मूल्य घट्नु स्वाभाविक हो, अर्थतन्त्रको स्वाभाविक नियम हो। अब तेस्रो, सुरक्षित सम्पत्तिको माग कम हुनु। अहिले विश्व अर्थतन्त्रमा चीन र अमेरिकाको व्यापार सम्झौता तथा अन्य क्षेत्रमा पनि युद्ध हुने संकेत चाहिँ देखिएको छैन र अर्थतन्त्रमा ठूलो संकेत नआउला जस्तो छ, जसले गर्दा लगानीकर्ताहरू हौसिएर सुरक्षित क्षेत्रबाट अन्य जोखिमयुक्त क्षेत्रमा लगानी गर्न हौसिएका छन्। किनभने सुन चाहिँ सेफ हेभन एसिड हो। अब सेफ हेभन एसिड अब सुरक्षित अवस्थामा लगानी गरिँदैन अथवा कम लगानी गरिन्छ, स्थिरता अवस्थामा लगानी गरिँदैन, अस्थिर अवस्थामा मात्रै सुनमा सिफ्ट हुन्छन् लगानीकर्ता, जसले कारण सुनको माग घट्छ। सुनको माग घटेपछि स्वतः मूल्य घट्नु स्वाभाविक प्रक्रिया हो। अर्को, एसियाली माग कम गर्नु। भारत र चीन दुवै सुनको ठूलो उपभोक्ता हुन्, तर भारत र चीनमा आर्थिक सुस्ती र मुद्रा दरमा उतार चढाव उच्च छ र भन्सार नीतिले गर्दा पनि यसले माग कम भएको छ यी दुई देशमा, र स्वतः विश्व बजारमा पनि सुनको मूल्य तल झरेको। अब के यो सुन किन्ने उचित समय हो? यदि तपाईलाई दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ भने यो मूल्य घट्नु तपाईको लागि अवसर हुन सक्छ, तर छोटो अवधिको ट्रेडरको लागि अझै उतार चढाव रहन सक्ने देखिन्छ। ब्याज दर नीति, डलरको मजबुत स्थिति र भारत, चीन र अमेरिका बीचको व्यापार डिलको परिणाम र यी धेरै यथार्थ कुराहरूले चाहिँ सुन घट्ने बढ्ने कुरातिर मार्ग निर्देशन गर्नेछ। यसरी हेर्दा सुन घट्नुको विभिन्न कारण छन् र यो घट्नु सिर्फ एउटा देशको मात्रै समस्या हैन, पुरै विश्व अर्थतन्त्रसँग जोडिएको छ। तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, सब्स्क्राइब गर्न नबिर्सिनु होला। कमेन्ट लेख्नुहोस्, तपाईको धारणा के छ त्यो पनि बताउनुहोस् कमेन्टमा। के अब सुन किन्न सही समय हो होइन, तपाई बताउनु होला कमेन्टमा। अर्को सूचनामूलक भिडियोमा फेरि उपस्थित हुनेछौँ।